दाइले उता माथिबाट फेरि झर्ने भन्नुहुँदै किन भन्नुभयो चाहिँ This is our family vlog. स्टार्ट भइसक्यो गजागज छ त्यो अर्को पनि छ अनि फेरि जाने मान्छेलाई पनि समस्या It's okay, don't argue. भयो गइहाल्छ Yeah, welcome to my channel vlog. हैन ब्लगिङ गर्नु ल तपाईको उयोमा ससुराली फ्यामिली लु मैले आज मेरो साली सीताको च्यानललाई ह्याक गरेको छु र यता बुढाबुढी मात्रै अलि भेटिरहेको छौँ हामी र पछाडि पनि सासू ससुरा सालो साली ल यहाँ हाम्रो गाडी चाहिँ छैन खाली गाडी चाहिँ एकदम प्याक गाडी चाहिँ छैन खाली अनि त्यस्तै छ बाटो चाहिँ अब राम्रो छ अहिलेसम्म अब मेन बाटो हाम्रो नेपालको अझै आउनु बाँकी नै छ हजुर बाटो चाहिँ खासै बनिएको रहेन रहेछ त्यही भएर अब बम्पी छ है रोड चाहिँ हामी खाना खायौँ नि त्यो पुल थियो नि त्यहाँको कस्तो चाहिँ के कपी खबर त हामी चाहिँ हाम्रो रेजर्ट चितलाङमा आइपुग्यौँ है यो चाहिँ चितलाङ आइपुगेको भिडियो सानो ब्याग त्यहाँ छ पछाडिपट्टि
कस्तो हुन्छ हेर न हेर What's inside that? I don't know. छ पानी के यसको नाम लरा के यसको नाम अतिबाट कुद्दै आउँदा हुँदो रहेछ एउटा मुभी नै हुने रहेछ Let's go. अब चाहिँ हामी मोहनी झरनातिर लाग्दैछौँ हाम्रो सामानहरू होटलमा छोडेर लेट्स गो As you can see, the road is a bit narrow here. हेर्नुहुन्छ है रोड सानो छ यहाँ मोहनी झर्ना जाने बाटो मोहनी झरना हेरिसकेर हामी फर्किनतर्फ लाग्दैछौँ तपाईँ पनि हेर्नुहोस् कति रमाइलो ठाउँ रहेछ यहाँनिर अगाडि देख्नुहुन्छ यहाँ स्विमिङ पनि गर्दै हुनुहुन्छ कतिजना तर जाडो चाहिँ जाडो छ यहाँनिर कसरी गर्दै हुनुहुन्छ थाहा छैन त्यो चाहिँ यहाँ चाहिँ हामी नेक्स्ट डेस्टिनेसनको कुरा गर्दैछौँ भेडाहरू चराउने एउटा चौरी छ अरे त्यहाँ जाने कुरा गर्दैछौँ है अघि मिलिहाल्यो This is biscuit.
बाई बाई गाइजहरु आज वाटरफल हेरेर हामी फर्क्यौं यहाँनेरि अब इज आवर नेक्स्ट डेस्टिनेसन अलिक चाँडै अझै आयो भने मोहिनी नै लगाएर यो तपाईको अलिअलि हल्का गरममा आउनुपर्छ They are having a very good conversation. तर सारै भन्दा यहाँ अलिक नजिक हो कि क्या यहाँ चाहिँ एकदम डेन्जर है ए यी त रहेछ नि त अस्ति रोशनडेमा सबजना यताबाट त आएको है अनि हाँस उता खोज्दामा को इमान आएन यो चाहिँ जोस पुल हो खोइ ल यो चाहिँ हाम्रो कुलेखानी ड्यामको चाहिँ झोलुङ्गे पुलमा हाम्रो आफ्टर मोहनी झरना कि के अरे मोहनी झरना हेरेर हामी चाहिँ यहाँनिर चाहिँ इमान आएन जाँदैछौँ यो चाहिँ कुलेखानी ड्यामको पुल We going from that pool. झोलुङ्गे पुल Zolunge pool. Yes, yes. एकदमै रमणीय ठाउँ रहेछ जोस यो बिस्तारै नाम्यङ यता हेर नाम्यङ ओइ हल्यो है ल मलाई पक्र ओबी ए एकछिन यता होल्ड गर यता हेर यहाँ हेर न यहाँ हेर कम यो ल एकछिन यताबाट पक्मी हटा गर्छ है नाम्यौ chicken banana. चिकन बनाना Follow me. कहाँ हिँड्नु नामी फेरि Follow me. बाई आदि चाहिँ निस्केर झोलुङ्गे पुलबाट आयौँ अरू चाहिँ गाडीबाट आउँदै हुनुहुन्छ हामी अलि छिटो भएर कुर्दैछौँ यहाँ नानीहरू खेल्दै हुनुहुन्छ रमाइलो छ यिनीहरूलाई तीनजना दाजुभाइ बिस्तारै हातमा लाग्छ खासमा हामी चाहिँ ड्याममा जाने कुरा गर्दै थियौँ तर समयको अलिक सर्टेज भएर हामी चाहिँ एकैचोटि भेडा चढाउने एउटा चौरीमा आइपुग्यौँ है यहाँनिर
यहाँ त एउटा नुवाफुङ पार्ट 2 बनाउनु पर्छ है क्या हो आइ बन्नुको चरी के अरे त्यो भ्यूले यति डिस्ट्र्याक्ट गरेको थियो कि यति राम्रो थियो कि मैले त भेनाको सायरी पनि खासै सुनिन परेको छु सरी है भेना Where the seasons flow, we met where the stars take their flight. Every moment with you feels just right. Whisper your name in the rush of the breeze. Love like an ocean rippling with ease. Heartbeats sink into this melody. You and I forever, wild and free. Oi! यता हेर फाइनली चितवनमा आइपुग्यो हामी लामो समयको होइन अन्तरालपछि इvan कस्तो छ चितलाङमा आइयो होइन जानु मिल्छ होला हामी पनि बुझौँ न अहिले सेकुवा पनि बनाउँदो रहेछ त हेर बनाउँदो रहेछ तपाईँको चेन्ज गर्नुपर्छ नि त त्यो भएर लुल्लु गल बाहिर जस्तो मैले चाहिँ भिडियो चाहिँ कन्टिन्यू राम्रोसँगले गर्न पाइनँ सानसानो नानीहरू छन् त्यही भएर यो चाहिँ अर्को दिनमा है नेक्स्ट मर्निङ when we were about to return back to our house. breakfast खानु हाय आफ्टर ब्रेकफास्ट चाहिँ हामी नास्पाती फार्ममा आएको छौँ एकदम राम्रो ठाउँ रहेछ हेर्दा पनि कस्तो राम्रो लाग्यो मलाई त
आउनु न मम्मी आउनु यहाँ देख्नुहुन्छ सुवर्णले चाहिँ रुखलाई हग गरेर इज रिलिजिङ हिज स्ट्रेस अनि ट्राइङ टु कनेक्ट विथ द नेचर आई गेस अलिकतिले शाहरुख खान फेल खायो किरण भन्नु होला हामी चाहिँ नास्पाती फार्म घुमिसकेर अब घर फर्किँदैछौँ मैले भिडियो राम्रोसँगले रेकर्ड गर्न पाएको छुइनँ रोड अलिक नराम्रो भएर अलिक फोन झर्छ कि भनेर डर पनि भयो त्यही भएर यो चाहिँ फर्किँदाखेरि यसो हिमालसँग देखिने गरी एउटा फोटो सुट गर्ने ठाउँ रहेछ हामी फर्किसकेर सहरको बाटो लाग्यौँ है अब घर पुग्न लाग्यौँ अब भिडियो यहीँ अन्त गर्न चाहन्छु भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद प्लिज लाइक पनि गरिदिनु होला अनि सेयर पनि गरिदिनु है धन्यवाद बाई बाई